कल्याणको नजिकै रहेको साह्रै चिसो रमाइलो वातावरणमा रहेको यो अवस्थित ठाउँ यहाँनिर चाहिँ हाम्रो पनि चिया बगानसँगै जोडिएको जग्गा बिक्रीमा छ। यदि कसैलाई कल्याणमा जोडिएको जग्गा चिया बगान किन्ने मन छ भने सम्पर्क गर्नुहोला गाइस। अनि भिजिट गर्नको लागि आइदिनु होला पूर्वी नेपाल कन्यामको टी स्टेसन मेरो भिडियोमा लाइक सब्सक्राइब गरिदिनु होला। यो मेन बाटो हो, पाल्टाङ्गे ठाउँबाट चाहिँ बाइपास बाटो हो। यो पेट्रोल चिज फ्याक्ट्री निस्किन्छ, पेट्रोल पम्प छेउ। अब यो अर्को वैकल्पिक बाटो, यसको यो चाहिँ यो थियो पहिला बाटो पुरानो। यो पथमार्गको बाटो यो साइक्लिङ बाटो भएको छ अहिले। अब यहाँ सिग्नल थियो पोकाइसकेको छ केटाकेटीले। यो हाम्रो गाउँमा जाने सिसाक पुल जानेको गाडीको यो वैकल्पिक बाटो। र अर्को यो बाटो छ, यो बाटो चाहिँ यता पाल्टाङ्गेकै यहाँ पाल्टाङ्गे निस्किने बाटो हो। अब यहाँ घरहरू बन्दैछ, अब यहाँ घर बन्ने क्रम चाहिँ धमाधम छ। अघि त्यो 5वटा बाटो देखाएको चाहिँ यहीँ परतिर पर्छ। यो 5वटा बाटोको मेन जङ्सन एउटा अलिक ओरतिर आइसकेपछि यहाँनिर यहाँबाट चाहिँ सिसाको पुल देखिन्छ। यो चाहिँ रातो चाहिँ सिसाको पुल हो। यो पोस्ट छ अनि यो पोस्ट हो, यो चाहिँ सिसाको पुल हो। ल हेर्नुहोस् यहाँको भ्युज। अनि अब देखाउनु गइरहेको छु। ल अघि म उहाँ थिएँ, अब यो 5 रास्तामा आएँ। इन्डियामा चाहिँ 4 रास्ता छ अरे, हाम्रो चाहिँ 5 रास्ता छ यहाँनिर। एकै ठाउँ भएको रास्ता यो एउटा, 2टा, 3टा, 4टा, अहिले 5 रास्ता। 5 रास्ताबाट अगाडि बढौँ। कुहिरो ड्याममै लागिरहेछ अहिले बिहानै। आज टिकाको तेस्रो दिन। कताबाट जाउँ, यहाँ अलिक शीत पनि छ अहिले। मैले शीतको प्रवाह गरिनँ, त्यसलाई कुचालिदिने हो। अघि देखाएको